नमस्कार। यो भिडियो फुल वाच गरिदिनु होला। कुनै साथी यस्तो साथी पनि होस् कि जसलाई जतिखेर आफूलाई मन भारी भएर बोझ भएर आँसु झरेका हुन्, खुट्टा गलेका हुन्, आफूलाई जीवन केही होइन भनेर सोचेका बेलामा पनि होइन, जीवन खासै छ, खुट्टा टेक्नुपर्छ, मन भारी बोझ बोक्नु हुँदैन भन्ने खालको साथी होस्, जसमा आफ्नो आफन्तलाई भन्न नसकिने कुराहरू, शब्दहरू पनि साथीसँग खुलेर भनियोस्, जसले केही फरक नपरोस्। शरीरको भडासलाई नि राम्रोसँग व्यक्त गर्न सकियोस्, जसले गर्दा भित्रदेखिको गरौँ भारी हल्का महसुस होस्। त्यसैले गर्दा आफन्त जोसुकै भन्दा पनि एउटा असल साथी चाहिँ सबैभन्दा माथि, उत्कृष्ट र आवश्यक रहेछ।